हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी स्लिपरहरू किन्न र केही समय घुम्नलाई जाँदैछौँ। र यो मम्मी र म र बहिनी नन्द उतै हुनुहुन्छ र हामी गाडीमा चढेर जमलतिर लाग्यौँ। जमलबाट हिँडेर हामी जान्छौँ असन बजार अनि असनपछि उता बसन्तपुर होइन, त्यसरी जाने भनेर सोचेर चाहिँ हामी गाडीमा गएर जमलमा ओर्लेर हामी हिँड्नतिर लाग्यौँ। र हामी त्यहाँ स्लिपर मात्र किन्ने सोचमा होइन कि एकछिन बसौँ घुमौँ भनेर चाहिँ गएको हो है। एकछिन अब हिँडेर गयो भने अलिकति रमाइलो पनि हुन्छ, सामानहरू के छ छैन पनि थाहा हुन्छ भनेर चाहिँ हामी हिँड्न थाल्यौँ। बहिनी पनि आइसकेकी थिए र यो भिडियोलाई हजुरले लाइक एन्ड मलाई सब्सक्राइब गर्न नभुल्नुहोला। र हामी यहाँनिर स्लिपर किनेर पनि आइसक्यौँ है। अब यो थोरै समयको हो, त्यही भएर मैले धेरै भिडियोहरू लिइनँ, थोरै जहाँ जहाँ गएको थियौँ त्यसको थोरै लियौँ। हामी मन्दिरतिर गएर मन्दिर धोकेर त्यहाँबाट हिँड्दै केही सामान किन्नु थियो, त्यो सबै किनेर चाहिँ हामी घरतिर लाग्यौँ है। अब मैले किनेको स्लिपर खोइ त भन्नुहोला है, अन्तिमसम्म हेर्नुहोला। अन्तिममा मैले राखेको छु, यही हो। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो।